महिला निखार केन्द्र भन्ने कि महिला श्रृंगार केन्द्र हो, जसलाई अंग्रेजीमा भन्दाखेरि ब्युटी पार्लर भनेर भनिन्छ। ल हेर्नुहोस्, यस ब्युटी पार्लरमा कति थिइन् महिला, यो लेडिज, यो केटी भन्ने कि लेडिज भन्ने कि गर्ल भन्ने है, कति थिइन् पहिला हेर्नुहोस् त। यसरी चाहिँ बिल्कुलै लुक चेन्ज गरिदिने, यो त एउटा कानुन अपराध पनि होइन र। अनि यसरी चाहिँ एउटा लुक लिएर कुनै काण्ड गरिदिने, अनि त्यसलाई यसो धोइदिए बारे चाहिँ पुरानो लुकमा आइहाल्छ, सकिएको। हत्तेरी, मेरो दिमागमा एउटा प्रश्न पनि आएको थियो। त्यो प्रश्न के त भन्दाखेरि नेचुरल सुन्दर को हुन्छ, छोरा मान्छे कि छोरी मान्छे भन्दाखेरि कसैले जवाब देला आफ्नो ठाउँमा छ। तर मेरो विचारमा नेचुरल सुन्दर चाहिँ छोरा मान्छे नै हुनुपर्छ जहाँसम्म मलाई लाग्छ। यस भिडियोले चाहिँ यो सबुत दिएकै छ। मुख धुन भन्नुहोस् त, छोरी मान्छेले यस्ता पेन्ट गरेकालाई गलत उडेर जान्छ नि है। त्यसले ल भन्नु साथीहरू, तपाईँलाई के लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोस्।